गुड मर्निङ एभ्रिवान। यो बगमबेलीले बोक्नु नसकेर हेर्नु न फुलेको फुललाई यतापट्टि ढल्क्यो ओभरअल। यहाँ माथि हल्ला गर्दैछ हल्ला हल्ला बन्द। अनि त्यसपछि बगमबेली यतापट्टि धेरै लड्के थियो अनि हामीले यता पोस्ट गरेर बनाएको, तर यो अति नै फुलेर एकपट्टि धेरै ढल्क्यो। यतापट्टि चाहिँ हामीले धेरै काट्दियौँ। त्यस पछाडि यहाँ हेर्नु न, यो पिङ्क कलरको फेरि फुल फुलेछ। यो चाहिँ एउटा मात्रै फुल्छ क्या, के भएको सँगसँगै एकैचोटि झ्याप्पै फुल्दा कति राम्रो देखिन्थ्यो नि। एउटा फुल्छ। म यो 2-3वटा प्लान्टहरू चाहिँ हटाइदिन्छु। यो प्लान्ट हटाइदिन्छु, कामै रहेनछ। मलाई मनै परेन। मेरो 250 खेरा गयो। तर 250 खेरा गए पनि यो प्लान्ट चाहिँ धेरै मान्छेले लगेर गयो सित्तैमा मसँग यहाँबाट बिरुवा। तर जगाउनु सकेको छ कि छैन त्यो चाहिँ थाहा छैन, तर धेरैले लिएर गयो। तर मलाई चाहिँ यो प्लान्ट मनै पर्छ र यो सप्रेन पनि एक त यो गमलामा सप्रिँदैन क्या हो त्यस्तै लाग्यो मलाई। फेरि सबै सिमेन्टको गमला भएपछि नि गाइसहरू हुँदैन रहेछ क्या। हेर्नुहोस् त त्यो चरालाई के भयो त्यहाँ, हेर्नु न। म त मरेँ नि गाइसहरू, डर लाग्यो भाइ छुन पनि। के भएर मरेको कि बाँचेको छ हौ? यो मरेको छ त नि, के भएर मर्यो? कस्तो उडाउँदै मर्यो त नि यो। फेरि केले टोको त नि यसलाई? कस्तो खक्रक्क परेको त भाइ। कहाँबाट यो झरो त? अनि माथि त यस्तो खुल्ला आकाश छ त हौ। ला बिचरा कुन चरा हो यो फेरि? ला म त छुइदिएँ त्यसो होस्। केले मरेको भने केले ठुँ त नि? ला टाउकोमा तुलो पऱ्यो। कस्तो उतार्नु भएको भए गरेको हौ। हात खुट्टा भाँचेको त होइन। मेरो फुलबारीमा त फुल चराएर मरेछ। मलाई त कस्तो डर लाग्यो यार। यो के हो? यो त अर्को हाँगा पलाउँदो रहेछ है। ल यहाँ हेर्नु कस्तो। यो मेरो पिङ्क कलरको लालुपाते हो कि, अनि पुरा यहाँ अर्को हाँगा पलाउँदो रहेछ। अब यहाँ त म त यस्तो गरेर जोगाउनु पऱ्यो नि, कुखुराले त हत्या गर्छ नि फेरि। के यो होइन हौ फेरि? हो जस्तो छ त नि फेरि होइन जस्तो नि छ त। यो फुल कति ढिलो फुलेको यो, सबै झ्याप्पैतिर फुल्नु पर्ने। के भएर मरेछ क्या यो चरा चाहिँ? म छक्क परेँ त गाइस। अनि होइन, अनि हाम्रो घरमा नि यहाँ गाइसहरू एउटा के भन्छ अरे ढुकुरले गुड लगाएको छ एउटा फुलको रुखमा। अनि अस्ति नै पनि एउटा खोइ के चराको नाम चाहिँ मैले बिर्सेँ होइन। त्यो चराले यो फुलको रुखमा, यो बगमबेलीकोमा होइन क्या, यो फुल छ नि, यो फुलको यहाँनिर यस्तो ठुलो हाँगा आएको थियो होइन पुरै। अनि त्यो हाँगामा चाहिँ यहाँनिर एउटा गुड बनाएको थियो। कान्छी यहाँ एउटा चरा मरेको छ यहाँ फुलबारीमा। यो त यस्तो झर्दैन। अनि त्यसपछि यहाँ ढुकुरले गुड लगाएको छ कि गाइस यो फुलको बोटमा। खै त हेर्नुहोस् त। एकछिन गएको होला नि। हाम्रो अन्डा छैन हौ यहाँ। अनि यहाँ मलाई दुईवटा अन्डा छ मुई।